हाई के छ मेरो साथीहरू। आज म माघ 1 गते बिहानै 7 बजे उठेर पोखरालाई छर्लङ्ग देख्ने गरेर डाँडातिर आएको छु। किन आएको छु भन्दा मेरो यो सानो काम परेर। अनि म साथीहरूलाई के देखाउन लाग्छु भने यो हो कार्की डाँडा है। कार्की डाँडा यस्तो छ है। यहाँबाट सर्लक्क छिर्ने उता लच्छु बसिरहेछ। सुरु कार्की डाँडा हुने बाटो मूल बाटो नै यही हो है। यहाँबाट भित्र छिर्ने अनि यहाँदेखि चाहिँ यस्तो छ पोखरा सर्लक्क देख्छ होइन। हिमालको अवस्था राम्रै थियो के अरे, थिएन त अलिकति कुहिरो लाएर, नत्र यहाँबाट हिमालहरू चाहिँ सर्लकै देख्दो रहेछ। त्यो अन्त मजाको है। कार्की डाँडा यताबाट आउने बाटो अनि यसरी गएर यता छिर्ने बाटो। अनि यो चाहिँ पोखराको भ्यू मलाई नै मन पर्यो। यतिको भ्यू देख्ने ठाउँ भनेको त राम्रै हो होइन त साथी। बिहानै कार्की डाँडातिर आइयो 7 बजेतिर फेरि। कति 7 बजे कति बजे 6:30 बजे होइन। यहाँ चाहिँ 7 बजे आइपुग्यो क्या हो। माटो जाडो भएर क्या कुकुरुक्क भएर बोल्दैन बोल्ने पर्छ। सोद्धा पनि बोल्दैन, कस्तो मुला रहेछ, बोल्नु पर्छ नि होइन। माछा पुछेर यस्तो राम्रो देखेछ, तर मेरो क्यामेरा आइफोन नभएको भएर हो कि के हो कुनै है। माछा पुछेर त पुरा धमिलो पो देख्छु त यार हो क्या। यो पोखराको भ्यू होइन। अनि त्यो काउँ डाँडा भयो। काउँ डाँडाको ठ्याक्कै पारी कार्की डाँडा। कार्की डाँडा यस्तो छ। यहाँ थियो मन्दिर छ है। फेरि मन्दिर रहेछ, दर्शन गर्न जानुपर्ने छ है। लच्छु दर्शन गर्न जाने है। सुनिस् बोल्दै दुईचोटि बोल्न पर्ने तेरो बानी नै परेको हो कि के हो बानी हो। बाआमाले त सिकाउनु यस्तरी दुईचोटि नबोल भनेर। कस्तो टाइपको रहेछ, सधैँ दुईचोटि बोलाउनु पर्छ यार है। आउने बाटो यो सर्लक्क आएर यता छिर्ने बाटो। म नि हिँड्दैछु आइज। माटो नि सेल्फी स्टिक ल्याउनु पर्ने। म छिरिरहेको छु यसरी सर्लक्कै छिर्ने। अनि फर्स्टमा यहाँ तल पिकनिक खाने ठाउँ। म हिँडिरहेको छु। गाडी आयो, बाटो छ। यहाँ थियो मन्दिर। पिकनिक आउने गाडी आएको छ, सामान ल्याउने। अनि त्यो मन्दिर रहेछ, धुलो उडायो मुला सागले। श्री त्रिशक्ति दुर्गा भगवती मन्दिर रे, व्यवस्थापन समिति रे ल। श्री त्रिशक्ति दुर्गा शक्ति दुर्गा भगवती मन्दिर व्यवस्थापन समिति। यहाँ मन्दिर रहेछ। अब हामी मन्दिर जाने। लच्छु के खोज्यो? रुद्रेश खोज्यो। यहाँ रुद्रेश पाउँदो रहेछ, तर एकमुखे पाउँछ कि भन्ने खोजेछ। यसको भाग्यमा भएको पाउँछ। भाग्यमा त मेरो नि छैन, मैले नि पाएको छैन होइन। पाइस 5 मुखे पाइस होला।
होइन यहाँ छ के अरे एउटा के हो पाँचमुखे मात्रै पाउँछ क्या भाग्यमा छैन भने त कहाँ पाउँछ त नि सबैले लातले टेकेर राखेको पाए नि हुन्थ्यो नि मैले सबैले हेला गरेको मैले चाहिँ पाउने भएको भए हुन्थ्यो मनमा लोभ हुनुहुन्न भन्छ सबैको मनमा लोभै हुने ल आइज मन्दिर छिरौँ है